गाइज म चाहिँ 15 टक्क पानी लिउन आँटेको बरिया नेपाल आएको 4 दिन बाल्टीहरु सब रेडी भइसक्यो ब्रिल पत्तर भर्दैछन्। हेलो साथीहरु के छ सबैजना दर्शन नमस्ते मेरो नयाँ भिडियोमा हजुरहरुलाई एकदमै स्वागत छ। तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु। जस्ट म चाहिँ अहिले नेपाल आएको छु आएको 3-4 दिन भयो। अहिले चाहिँ म चाहिँ टक्क त पानी 15 मा चाहिँ पानी भर्न जान आँटेको छु। हामीतिर चाहिँ यस्तो डोकामा पानी बोक्छौँ। तपाईहरुकोमा कस्तो कस्तो टाइपको डोकामा पानी बोक्नुहुन्छ यसो कमेन्ट कमै कैसी त यस्तो पनि बोक्दैन र डरमा बोक्छ फेरि काँडामा बोकेर हिँड्दिन्छ यार हैन। हामीले त यस्तै नाम्लोमा टक्क मेरो बुढीले पानी भरेको छिन् यता टक्क बुढीले नि मैले चाहिँ यो भिडियो चाहिँ बनाउन खोजेको थिएन भन्दाखेरि म भ्लग स्टार्ट गर्दैछु नि त। सबैजनाले मलाई डिजिटल अफिसियललाई चाहिँ एकदमै सब्स्क्राइब गर्नु पर्यो हैन। सबैजनाले यता लिंक राखिदिन्छु मैले त भिडियोतिर साइडमा यहाँनिर साइडमा छ। टिकटकमा सबैजनाले फलो गर्नु पर्यो भेषराज नेपाली छ। अनि फेसबुकमा पनि सबैजनाले सपोर्ट देखाइदिनु पर्यो माया देखाइदिनु पर्यो हैन। त्यही हो के भन्छ बुढु हैन मुन्टा हल्ला चाहिँ ज्यादा बोल्दैनन् हैन बुढु। हेलो गरी हेलो के छ ठीक छ। पानी भर्दाको अनुभव कस्तो भइरहेछ पदरामा पानीको दुःख छ है पदरा हाम्रोतिर चाहिँ हल्का फेरि पानीको सर्टेज छ नि त। यता रातो पानी रतनमाराई पारीबाट यता कतिजनाले चिन्नुहुन्छ होला लोरीदेखि वरबाट हामी पानी ल्याउँछौँ नि त। त्यहाँनिर हाम्रो पानी चाहिँ टक्क बिग्रिरहेको छ नि त अहिले त्यही भएर यताबाट हामीले पानी ल्याउनुपर्छ। पानी पनि सफा छ यस्तो हैन पानी एकदम सफा छ क्लियर छ पानी हैन बाल्टी भरेको नम्बर थाहै हुँदैन। सो त्यही हो पानी आउन आँटेको छ पुरा हैन तमिलो चाहिँ त्यो मौसम चाहिँ एकदम गइरहेछ टक्क मौसम चाहिँ एकदम हुन्छ नि त पिरो लागिरहेछ। म चाहिँ यता छु। सो मैले चाहिँ पानी ल्याएर अब जान आँटेको अन्त म चाहिँ पानी यस्तै गरेर बोक्नुपर्छ। साला मलाई पानी बोकाएर म बोक्नु नजाने ढङ्ग नभइकन पानी बोको चिन्ने बुढीले बुढु बुढी मैले पानी बोक्नु जान्छु र यता पनि बुढी आइरहेछ नि यताखेरि म छु मलाई पानी बोक्नु त आउँदैन जाउँछु त पहिला क्या मैले गएर बोक्थेँ क्या पानी बोक्दाखेरि पुरै बाङ्गो घर बोक्थेँ कि त्यो मौसम चाहिँ खतरा भइदिरहेछ चिसो छ। मैले चाहिँ टी सर्ट लगाइदिइरहेको अवस्था गाह्रो छ। त्यहाँदेखि फेरि लास्ट टाढाबाट लिनुपर्छ त्यो बाटो छ होइन हामीहरूले चाहिँ यस्तो एउटा बाटोबाट पानी बोक्नु पर्छ। ठाउँ चाहिँ हुन्छ होइन अब दाउ भएर के गर्ने गाह्रो छ नि त गाह्रो छ होइन त्यस्तै हो गर्नुपर्छ। गाउँघरमा त्यस्तै कुरा हो। तिमीहरू चाहिँ पानी बोक्नु पर्दैन होला तिमीहरूलाई मलाई चाहिँ पर्छ है त्यतिको दुःख छ नि त। दुःखमा चाहिँ हल्का बुढीले साथ दिइरहेछ मलाई त्यो कुरो चाहिँ एकदम धेरै खुसी लाग्छ नि त मलाई होइन। तर चाहिँ आजको मौसम एकदम बवाल अब लगभग म घर पुग्न आँटेको यता सबैजनाले त्यही हो धेरैजना साथीहरूलाई चाहिँ सबजना फ्रेन्डहरूलाई सब अल है अल गाडीलाई अल केटाहरूलाई चाहिँ सबभन्दा धेरै सम्झिरहेको छु होइन। सब केटाहरूलाई सब मेरो सब जति पनि मेरो मसँग फ्रेन्डमा जोडिनु भएको छ युट्युबमा होइन टिकटकमा अनि तपाईँको चाहिँ हुन्छ नि त फेसबुकमा है सबैजनालाई चाहिँ धेरै धेरै
सम्झिरहेको छु त्यति छ होइन तर आजको मौसम ओ माई गॉड शिट पुरा कुहिरो लगाइरहेछ है एकदमै कुहिरो लागिरहेको अवस्था छ बाटो चाहिँ यस्तो छ मेरो हालत चाहिँ यस्तो छ कठैपट्टि मसल बुढीले मसल पानी बोक्छु यार पानी बोकाउने मेरो हालत देखेर टिट लाग्दैन मेरो घर चाहिँ तिमीलाई देखाउँछु है त म बिस्तारै टक्क यो चाहिँ देखेको मैले घर हो यता चाहिँ हाम्रो ठुल्दै घर है म चाहिँ बाटो चाहिँ निकै लाउँछु कि गाह्रो हुन्छ नि त यताउति हिँड्नु होइन गाउँघरको बाटो ओ माई गॉड यो चाहिँ मेरो घर है एउटा फर्स्ट घर चाहिँ मेरो हो है तिमीहरू चाहिँ कहिले पनि नझुक्केन रतन मारेर आउँदै गर्दा मेरो घर है तल्लोबाट आयो भने चाहिँ मेरो घर चाहिँ टक्कै छ है छुट्टा नेपाल त टक्क तोरीहरू खतरा भइदिरहेछ है पानी नाटिरहेको छ यो चाहिँ मेरो घर है चाहिँ मेरो घर हो है भिडियो मैले चाहिँ बनाइरहेको छु यो भिडियोमा चाहिँ सबैले साथ सपोर्ट दिनु होला ओके।